एक वर्षमा भरको कुरा हुन्छ तिमीहरूले 35-37 वर्षमा बिगारेको एकै वर्षमा सपार भन्ने त हुँदैन। हेर्नुहोस्, क्रमिक रूपमा सुरुवात चाहिँ हुन्छ। प्रतिपक्षले आरोप गर्नै पर्यो होइन, प्रतिपक्षको अब धर्म निभाउनु भएको होला, तर कर्मकाण्डी छैन यो निकै नै एम्बिसियस छ। त्यसमा चाहिँ मैले भने पैसा कहाँबाट ल्याउने त्यो स्रोतको बारेमा त अघि नै भनियो नि, यति यताबाट आउँछ यति उताबाट आउँछ भनेर डिटेल त यहाँनिर त प्रेजेन्ट गरिसक्नु भयो। त्यसका 100 अरब लगानी गरेर 7% जति चाहिँ आर्थिक वृद्धि दर हासिल त्यो निकै नै एम्बिसियस हो। उडी छुनु चन्द्रमा एक के सपना देख्नु भन्दाखेरि चाहिँ त्यही एउटा पहिलेदेखि हामीले सुन्दै पनि आएका थियौँ। एम्बिसियस छ, यो सरकारले अचिभ पनि गर्न सक्छ। त्यतिसम्मको त सोच्न पनि पर्यो। सकिन्छ सुशासन र समृद्धि दिन। सुशासन र समृद्धि दिन चाहिँ सक्छ यो गभर्नमेन्टले सक्छ। कल कारखानाको स्थापना, रोजगारी, विशेष गरेर चासोको विषय चाहिँ हाम्रो हजुर 75 करोड क्रमिक रूपमा पुराना उद्योगमा अध्ययन गर्नलाई 75 करोड छुट्याउनु भएको छ। त्यो अध्ययन गरेरै जान्छ। क्रमिक रूपमा अध्ययन त गर्नु पर्यो नि त। योभन्दा अगाडि कसले कहाँनिर के बिगारेको थियो भन्ने त थाहा पाउनु पर्यो नि त। अध्ययन त गर्नुपर्छ। अध्ययनलाई बजेट छुटाउनु भनेको सबैभन्दा राम्रो कुरा हो, किनभने अध्ययन गरिसके पछाडि मात्र थाहा हुन्छ कसरी कुन हिसाबले नयाँ कुरा खोल्ने अथवा पुरानै कुरालाई चाहिँ कन्टिन्यू गर्ने भन्ने कुरा। सो अध्ययनलाई पैसा छुटाएकोमा चाहिँ मैले कहिले पनि विमति चाहिँ जनाउँदिनँ व्यक्तिगत हिसाबमा पनि। त्यस कारणले अब हामीलाई पहिलेदेखि भन्नुभएको थियो क्षेत्रगत बजेट कति आयो र नेपालकोलाई चाहिँ एउटा क्षेत्र मानेर बजेट आउँदैछ भनेर। त्यस कारणले यो पहिलो बजेटबाट बहुवार्षिक आयोजनाका कुराहरू जुन लिएर आइएको छ, यसबाट चाहिँ हामीहरूले महसुस गर्न लायकको सुशासन र समृद्धि चाहिँ महसुस गर्न सक्छौँ। एकै वर्षमा हो त भन्दा होइन, त्यही बजेट वक्तव्यमै कति आयोजनाहरू त यो बहुवार्षिक हो भनेर भनिरहनु भएको भएर केही समय कुर्नुपर्छ। सुरुवात हो यो। अनि 75 चाहिँ अध्ययनमा गएपछि होइन नि त, होइन। त्यस कारणले एक वर्षमा सबै कुरा त हुँदैन। हेर्नुहोस्, होइन एक वर्षमा भरको कुरा हुन्छ तिमीहरूले 35-37 वर्षमा बिगारेको एकै वर्षमा सपार भन्ने त हुँदैन। हेर्नुहोस्, क्रमिक रूपमा सुरुवात चाहिँ हुन्छ। सुरुवात हुन्छ पहिला तरु स्तरको काम त गर्नु पर्यो, डेभलपमेन्ट त गर्नु पर्यो। सुरुवातै अनि अध्ययनै नगरिकन त कसरी हुन्छ हजुर? अध्ययन त गर्नुपर्छ। अध्ययनको लागि बजेट छुटाएकोमा चाहिँ कसैले निराश नहुनु होला, मैले चाहिँ यही भन्न चाहन्छु। अहिलेको लागि सबैजना निराश छन् कि सबै बजेट त्यो त हजुरले भनिरहनु भएको छ। हजुरले भनिरहनु भएको छ यो अर्थमन्त्री सोडिम वाग्लेले सोडिम बजेट ल्याउन सक्दैन भन्ने प्रतिपक्षको आरोप छ। प्रतिपक्षले आरोप गर्नै पर्यो होइन, प्रतिपक्षको अब धर्म निभाउनु भएको होला, तर कर्मकाण्डी छैन यो निकै नै एम्बिसियस छ। त्यसमा चाहिँ मैले भने पैसा कहाँबाट ल्याउने त्यो स्रोतको बारेमा त अघि नै भनियो नि, यति यताबाट आउँछ यति उताबाट आउँछ भनेर डिटेल त यहाँनिर त प्रेजेन्ट गरिसक्नु भयो। त्यस कारणले के चाहिँ हो भनेदेखि आकार पनि ठुलो छ, एम्बिसन पनि ठुलो लेकै हो। जनताले त्यसै झन्डै 2 तिहाई दिएको होइन। त्यस कारणले यो बजेट चाहिँ जनताकै लागि थियो, जनताकै लागि आएको छ र काम पनि जनताकै लागि हुनेछ। म त एकदमै कन्फिडेन्ट छु अनि एकदमै खुसी पनि छु। डाक्टर स्वर्णिम वाग्लेले यस्तो बजेट यहाँ आज भन्नुभयो भनेर म त एकदमै गजब खुसी पनि छु। जनता पनि खुसी हुनुहुन्छ। धन्यवाद।